हामी के भन्छौँ भने हामी चाहिँ प्रजातन्त्रमा विश्वास गर्ने पार्टी हो। सरकारले चाहिँ चुनावको वातावरण बनाउनु पर्छ। हामीले कांग्रेसले 64 सालमा पनि हार्यौं, तर चाहिँ देशले जित्यो। आज देश यो अवस्थामा पुग्यो, संघीयतातिर हामीले देशलाई लग्यौं र अझै फेरि पनि कांग्रेस हार्ला, अब अर्को चुनाव जितौँला। तर चाहिँ हाम्रो जतिजना पनि चाहिँ संसदमा जानुहुन्छ उहाँले चाहिँ देशको निम्ति र यो व्यवस्थाको निम्ति एउटा भूमिका खेल्नेछन्। यदि कमै गयो भने पनि, तर चाहिँ हामी चाहिँ कमजोर हुँदैनौँ। हामी चाहिँ बलियो उपस्थिति हुन्छ अझै पनि संसदमा नेपाली कांग्रेसको। वास्तवमा नेतृत्व हस्तान्तरण पनि हुनुपर्छ र अब कांग्रेसले चाहिँ छिटोभन्दा छिटो अधिवेशन हुनुपर्छ र अधिवेशनबाट कांग्रेसले एउटा नीति ल्याउनुपर्छ। अबको देशको लागि कांग्रेसको नीति के हुने त, अबको भविष्यको निम्ति के हुने भन्ने चाहिँ एउटा नीति ल्याउनुपर्छ, ठोस नीति ल्याउनुपर्छ र के अरे नेतृत्व चाहिँ स्वाभाविक रूपमा चाहिँ नेतृत्व मलाई लाग्छ चेन्ज हुनुपर्छ भन्नेमा म 100% हो। शेरबहादुर देउवाले चाहिँ पार्टीको कुन भूमिकामा चाहिँ कसरी बस्नुपर्छ जस्तो लाग्छ? अब सायद मलाई लाग्छ उहाँले चाहिँ अब त्यति सक्रिय राजनीति अब गर्छन् कि गर्दैनन्, म त्यसमा पनि छु। सायद नगर्न पनि सक्छन्, उमेरले पनि चाहिँ एकदम भएको छन् र उहाँ चाहिँ एउटा अभिभावक भएर बस्नुपर्छ। उहाँले चाहिँ अभिभावकत्व ग्रहण गरेर अनि चाहिँ अबको हुने के अरे नेतृत्वलाई होस्, पार्टीलाई चाहिँ आफ्नो चाहिँ सही सल्लाह सुझाव दिएर अब चाहिँ पार्टीलाई अगाडि बढाउनुपर्छ। मैले चाहिँ मेरो तर्फबाट भयो भनेर सन्यास लिनु नै चाहिँ उहाँको चाहिँ उत्तम हो। उहाँले त्यसरी नै लिनु भएको छ र अझै त्यस्तै गर्नुहुनेछन् भन्ने मैले मेरो विचारमा त्यही आशा व्यक्त गरेको छु।